नमस्ते। आज पनि म फेरि बुद्धचित्त मालाको बिरुवाको भिडियो लिएर आएको छु। यहाँ हेर्नुहोस् त कति राम्रो बिरुवाहरू छ। हामीले यसपालिको यो राम्रो बुद्धचित्त सादा माला है, बिरुवा कति राम्रो छ हेर्नुहोस् त। फ्रेस बिरुवा छ, भर्खरै लगेर रोपिहाल्नु टाइपको। यहाँहरूले कहाँबाट हेर्दै हुनुहुन्छ हाम्रो भिडियो, कृपया कमेन्ट, लाइक, सेयर, सब्सक्राइब सबै गरिदिनु होला। र बिरुवा चाहियो भने हामीलाई फोन गर्न सक्नुहुन्छ। स्क्रिनमा नम्बर पनि राखिएको छ। जताततै जहाँ भए पनि पूर्व पश्चिम जताततै तपाईँको गाडी जाने ठाउँमा हामीले चाहिँ बिरुवा डेलिभरी गर्ने गरेका छौँ। राम्रो राम्रो छ हेर्नुहोस् है, फ्रेस बिरुवाहरू छ, भर्खरै लगेर रोपिहाल्नु जस्तो टाइपको बिरुवा। हेर्नुहोस् त कति मोटो ठुलो ठुलो साइजको छ। हेर्नुहोस् त, यो चाहिँ सादा बिरुवा हो। हामीसँग साइजका बिरुवाहरू छन् भने जातको बिरुवाहरू पनि छन्। मुखे छ, नोसाउन छ, सादा छ, राम्रो खालको बिरुवाहरू हामीसँग उपलब्ध छन् है। जति चाहिए पनि देख्न सक्नुहुनेछ। बिरुवा चाहियो भने तपाईँ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो चाहिँ बुद्धचित्त नर्सरीको फर्म चाहिँ काभ्रे भकुण्डेबेसी नवबुद्ध नगरपालिकामा पर्दछ। नवबुद्ध नगरपालिका भकुण्डेबेसी काभ्रे। यहाँहरूलाई बिरुवा चाहियो भने सम्पर्क गर्न सक्नुहुन्छ है। हस्, थ्याङ्क यू। हाम्रो भिडियो हेर्दै गर्नु होला। अनि यो चाहिँ एभोकाडो, यहाँहरूलाई एभोकाडो पनि चाहियो भने हामीसँग उपलब्ध छ। कोही उम्रिँदैछन् यस्तो छ भने। यो चाहिँ पुरानो अलि ठुलो खालको 1 वर्ष पुरानो बिरुवाहरू। हस्, थ्याङ्क यू, नमस्ते।